नमस्ते सबैजनालाई। हामी चाहिँ माथि आज बुजुङ घुम्न निस्केको है। बाटो चाहिँ 4 रहेछ, खुट्टैभरि हिलो हिलो भइसक्यो है। अब बिस्तारै जाँदैछौँ। हामी अहिले चाहिँ घलेगाउँ आइपुग्यो है। पानी पर्दै थियो, बाटो हिलो थियो है। साथीहरू चाहिँ पछाडि नै छ, हामी चाहिँ अगाडि आएर बसिरहेको छौँ है साथीहरू कुरेर। घलेगाउँ आइपुग्यो है। यहाँबाट हामी बुजुङ जाने हो। पानी परेछ होइन, भित्रुकै पनि भयो है। केटाहरू यता छ, खाजा खाँदैछु होइन। त्यो चाहिँ कालो चिया दुध चिया। साँझ परिसक्यो है, हामी आइपुग्यो अहिले चाहिँ बुजुङ गाउँमा। साथीहरू सबै बसिरहेको छौँ। दाउरा पो हुँगो ल, दामी मिलाएको है। नापेर काटे जस्तो रहेछ नि त गुलो। बाहिर त फेरि फोटो निस्क्यो नि फेरि। हामी चाहिँ होमस्टे जाँदैछौँ है। होमस्टे तल छ हाम्रो पुच्छरमा। छोरो जन्माइदेऊ बरु एउटा सानो फ्यामिली होस्। कुराहरू स्ट्रेट अप होला, तिमी पनि भइसक्यो फेड अप, चाहिँदैन कुनै पनि खालको किन देखेन देख्न त। दले हो वर्षो नानी, दले हो दले हो बननोरी पुरो भइसै मुमे दले हो वर्षो नानी, क्यारको देशा दले हो बननोरी पुरो भइसै मुमे। रमाइलो गऱ्यौँ हामी होइन। अब चाहिँ खाना खानुपर्छ। खाना खाएर माथि नाच हेर्न पनि जानुपर्छ है। अनि बिहान छिट्टै पनि उठ्नु छ। बिहानको अहिले हामी अहिले कति बज्यो? 6 बज्दैछ है। हामी चाहिँ उठिसक्यो। गुड मर्निङ बुजुङ है। साथीहरू चाहिँ सुत्दैछ, उठ्दैछ, कोही चाहिँ उठिसक्यो है। अब हामी चाहिँ बिस्तारै घुम्ने माथि गाउँ जानेछौँ, चाहिँ हिमाल। यता चाहिँ गाउँहरू रहेको छ है हाम्रो। चाहिँ यो चाहिँ गुरुङ बस्ती हो पुरै। अहिले हामी चाहिँ यता लमजुङ बुजुङ गाउँ है। बिहानै बिहानै बोलो यस्तो दिनु पऱ्यो क्या। खोइ हात लाग्यो। हामी चाहिँ चियाहरू खाइसकेर माथि घुम्न आइसक्यो है। अहिले हामी चाहिँ गाउँको बिचमा छौँ है। वाउ, गाउँ चाहिँ भवालै हो कि। यतै बसौँ जस्तो लागिसक्यो मलाई त। यताबाट चाहिँ गाउँ है। यतै हेर्नु त है। हिजो हामी चाहिँ साँझ मात्र आएको थियो होइन। अब चाहिँ आज हामी बस्यौँ। अब बेलुका चाहिँ फर्किनेछौँ है। चाहिँ ठुलो गुरुङ बस्ती रहेको छ होइन। बुजुङ गाउँ। साथीहरू चाहिँ ऊ तल छ, हामी चाहिँ माथि आइसक्यो। अब आज हामी चाहिँ माथि जान्छौँ होइन। त माथि चाहिँ गोलो घर रहेको छ है। एकछिनपछि हामी त्यहाँ जानेछौँ। आज चाहिँ मौसम राम्रो छ है। बिहान बिहान क्लियर छ है। बाटोहरू पनि राम्रो रहेछ है। नहिँडे पनि हिँडिराखौँ जस्तो लाग्ने क्या है। मुस्ताङ आए जस्तो फिल हुने है। बिहान बिहानै साँच्चै फ्या फ्या भएको त मेरो त यार। उही भैँसी जिरोवाला देखेको भैँसी पनि लजाएर गयो यार। बिहान बिहानै स्यास्या भयो त।
गाउँ चाहिँ साह्रै राम्रो कि मनै लोभिने है, हेरिरहँ लाग्ने भने स्वर्ग नै हो कि स्वर्ग नै हो। थकै त लाग्छ तर हिँड्न चाहिँ मजा भइरहेछ है, यसो वरपर हेर्दै हिँड्न चाहिँ। हामी यसपछि चाहिँ माथि कोइचो गुम्बा पनि भनिन्छ होला सायद, हामी त्यहाँ जान्छौँ होइन। यहाँ खाजा पनि खाएर जान्छौँ माथि पसलमा। चाहिँ तलबाट माथि आयौँ, उसलाई चाहिँ कोइचो भन्ने गरिन्छ है। खोला सोत्थर 4 पुजुङ लमजुङ 2073मा बनेको रहेछ है। यो चाहिँ गुम्बा कोइचो भन्छ कि क्या हो, प्रोनाउन्सिएसन मिस्टेक भयो भने चाहिँ माफ गरिदिनु होला है। हामी चाहिँ यहाँ छौँ अनि तल चाहिँ गाउँ छ है। हामी तलबाट नै माथि आएको यस्तो छ त घरहरू। ठाउँ चाहिँ एकदम सुन्दर छ है, रमणीय छ। यस्तो घर फर्किनै मन छैन भने। हामी चाहिँ माथि कोइचोबाट तल आइसक्यो है। गोलो घर, यो चाहिँ सङ्ग्रहालय रहेको छ। यसमा चाहिँ गुरुङहरूको कला संस्कृतिहरूले चाहिँ जोगाएर राखेको छ है। पुरानो म्युजियम है, त भुजुङको म्युजियम चाहिँ। यहाँ चाहिँ गुरुङ कला संस्कृतिहरूले चाहिँ जोगाएर राखेको छ है। चक्रे बुनेर बनाइएको चप्पलहरू छ है, यता चकटी। पुरानो हस्तकलाहरू चाहिँ यहाँ देख्न पाइन्छ यहाँ। लालचिन रेडियोहरू है, सबै हामीले चाहिँ देख्न पाउँछौँ। यहाँ चाहिँ हाम्रो कला संस्कृतिहरूले चाहिँ जोगाएर राख्ने चाहिँ काम गरिरहेको छ यहाँ चाहिँ है। विशेष गरी यो चाहिँ स्याखु अरू सामानहरू पनि छ, सबै हातबाटै निर्माण गरेको सामानहरू यिनीहरू चाहिँ। यो चाहिँ ठेकीहरू भन्ने गरिन्छ होइन। यहाँ चाहिँ जीवनयापनको लागि चाहिँ तुइनहरूको पनि व्यवस्था गरिएको छ। जस्तै खेती किसान गर्नको लागि किसानहरूको लागि चाहिँ सेवा सुविधा होस् भनेर बनाइएको है। माथि जाने यहाँ चाहिँ यस्तोहरू चाहिँ अलाउ नगर्नुपर्ने हो होइन। अलिकति पुरातात्विक चिजहरू भएको ठाउँमा चाहिँ माथि जाँदैछ है। यता हाम्रो गोल्सिया रहेछ, अब भगाएर लानु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। यो चाहिँ हाम्रो जातो भनिन्छ है। मैले चाहिँ टिकट काटिदिनु भएको थियो हामीलाई। गोल्सिया हो यस्तो गरिदिनु। हामी चाहिँ माथि कोइचो गुम्बाबाट चाहिँ तल झरिसक्यो है। भोक लाग्यो भात। हामी चाहिँ अब चाहिँ होमस्टेतिर जान्छु है खाना खानलाई। खाना खाएपछि चाहिँ आज चाहिँ हामी घर फर्किन्छौँ। धेरै खुसी लाग्यो है, हामी यहाँ घुम्न आयौँ। यहाँको कला संस्कृति परम्परा चलन चल्तीलाई हामी देख्न पायौँ, रमाइलो पनि गऱ्यौँ हामी। अब चाहिँ आफ्नो घरतिर जानेछौँ है। कुनै फुर्सदको समयमा फेरि आउनेछु। धेरै माया र सम्झना, धन्यवाद।